हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। फेरि यो विमल भाइले सधैँ कति माछा खाएको भिडियो हाल्छ भन्नुहुन्छ होला हैन। आज फेरि आज सागपात, हरियो सागपात, अनि त्यसपछि यो हरियो गोपी, अनि यो चाहिँ सिमी चाहिँ आजको बिहानको खानाको चाहिँ तरकारी हो। भाइले फेरि सधैँ माछाको मात्रै भिडियो हाल्छ भन्नुहुन्छ होला हैन। आज चाहिँ हरियो सागपात छ आजको खानामा। अनि फेरि यहाँ चाहिँ केही पनि पाइन्न कि हरियो सागपात, तर यो चाहिँ टाढाबाट अर्डर गरेर ल्याएको साग हो। आजको बिहानको के अरे तरकारी चाहिँ अब रेडी हुँदैछ। हजुर हरियो सागपात कतिको मनपर्छ हजुरहरूलाई, अनि गोपी कतिको मनपर्छ, अनि सिमी कतिको मनपर्छ? मलाई त धेरै मनपर्छ है। मैले कटिङ गर्दैछु बिहानको तरकारी। तपाईँहरूलाई पनि हरियो सागपात मनपर्छ भने यसो यो पनि अर्डर गर्न चाहनुहुन्छ भने एकाउन्टमा चाहिँ हाल्नै पर्छ। फेरिमा पनि त्यतिकै त आउने कुरा छैन। फेरि साग पनि एकाउन्ट नम्बर चाहिँ भन्दैन मैले। अब अर्कोचोटि माछा आयो भने चाहिँ भन्छु फेरि। अनि कोहीलाई खाना मन छ भने साग पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। कमेन्टमा टक्क लेख्नु होला। आजको तरकारी चाहिँ यही छ। माछाको भिडियोमा चाहिँ सबैले माया गरिदिनु भएको थियो। तरकारीको भिडियोमा पनि कसैले पछि नहिचकिचाइकन एक लाइक र कमेन्ट ठोक्नु होला। सबैले भिडियो हेरिदिनु होला। थ्याङ्क यू सो मच।